हेलो नमस्ते साथीहरु, हजुरहरुलाई स्वागत छ फेरि पनि अर्को नयाँ रेसिपी भिडियोमा। आज म बनाउँदै छु कुकरमा पास्ता। कुकरमा पास्ता बनाउँदा चाहिँ 5 मिनेटमै बनेर तयार हुन्छ, छिटो अनि मिठो। हजुरहरुले पनि अवश्य ट्राई गर्नु होला। यहाँ चाहिँ मैले ग्यासमाथि कुकरलाई चढाएर तेल तातो गराउन राखेर जीरा फ्राई गरे। साथसाथै मैले मसिनो गरेर काटेको लसुनलाई फ्राई गरे। लसुनलाई हल्का खैरो हुने गरेर भुटिसकेपछि यहाँ चाहिँ हरियो प्याजको पत्तालाई पनि मसिनो गरेर काटेर राखे। त्यसपछि सुकेको प्याजलाई पनि मैले मसिनो चप गरेरै राखेकी छु। प्याजलाई हल्का भुटिसकेपछि चाहिँ मसिनो गरेर काटेको टमाटरलाई पनि राखे। टमाटरलाई प्युरी बनाएर पनि राख्न सकिन्छ। त्यसपछि स्वाद अनुसार नुन, बेसार अनि जिरा धनियाको पाउडर, त्यसपछि कोरियन चिल्ली पेस्टलाई पनि राखेकी छु। हरियो खुर्सानी काटेर राख्दा पनि हुन्छ। त्यसपछि यसमा चाहिँ आफूलाई मनपर्ने भेजिटेबल राखेर पनि बनाउन सकिन्छ। सबै चिज राखिसकेपछि मैले एकैछिन भुटे। त्यसपछि टमाटर पनि गलिसक्यो। त्यसपछि यहाँ चाहिँ पास्ता राखे। मैले पास्ता दुई प्रकारको लिएकी छु। आफूले कुनै पनि मनपर्ने पास्ता ल्याउँदा हुन्छ। पास्ता राखिसकेपछि राम्रो तरिकाले यसरी भुटिसकेपछि यसलाई बोइल गर्नको लागि पानी राख्नुपर्ने हुन्छ। पानी चाहिँ धेरै राख्नु हुँदैन कुकरमा। यो पास्ता बनाउँदा चाहिँ यतिकै राख्नुपर्ने हुन्छ। योभन्दा धेरै राख्यो भने चाहिँ पास्ता फ्यात्तको हुन्छ। पानी राखेर मिक्स गरेर अनि ढक्कन लगाएर मिडियम ग्यासमा एक सिटी लगाउँदा चाहिँ यो पास्ता चाहिँ तयार हुन्छ। 5 मिनेटमा तयार हुने यो पास्ता हो। एकदमै मिठो हुन्छ। पास्ता हाम्रो तयार भइसकेको छ। त्यसपछि मसिनो गरेर काटेको प्याजको पत्ता राखे। त्यसपछि धनियालाई राखे। त्यसपछि राम्रो तरिकाले मोलिसकेपछि चाहिँ यहाँ खानालाई मैले प्लेटमा सर्भ गर्न गइराखेकी छु। आजको यो सिम्पल रेसिपी हजुरहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने मेरो पेजलाई फलो गर्नुहोला अनि लाइक सेयर पनि अवश्य गरिदिनु होला। अनि लास्टमा चाहिँ मैले यो रेसिपी भिडियोहरू एकदमै मेहनत गरेर बनाएकी हुन्छु साथीहरू। हजुरहरूलाई के कमी कमजोरी लाग्छ हजुरहरूले कमेन्ट गर्नु होला है।